हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ होला। धेरै दिनपछि आज भ्लगमा तपाईँहरू माझ जोडिन आएँ है। अनि हामी चाहिँ आज धेरै सालपछि भनौँ यो सिमली खोला हाम्रो रमाइलो वातावरणको साथमा रमाइलो गरिदिउँ लोकल कुखुराको साथमा भनेर आएको साथीहरू होइन। के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ सपोर्ट सल्लाह अनि तपाईँहरू प्रतिक्रिया दिँदै जानु होला। सबलाई त्यहाँ हिँडिरहेको छौँ, हेर्नु कस्तो राम्रो बगर छ, ढुङ्गाहरू है। पानीको खोजीमा हिँडिरहेको छौँ हामी। यहाँ रमाइलो गरेको, पकाएको, खाएको सब भिडियो बनाउने छु म होइन। के कस्तो लाग्छ ट्याक्क हेर्नु होला। बाहिर बस्ने हाम्रो सोक्खडका साथीहरू हुनुहुन्छ जो हुनुहुन्छ ट्याक्क हेर्नु होला। आफ्नो पुरानो दिनहरूलाई ताजा गर्ने हो होइन। ट्याक्क हेरेपछि तपाईँहरूलाई पनि फिल हुन्छ पुरानो दिनहरूको ट्याक्क होइन। अनि नेचरमा त फेरि खुङ्खार हो नि त हाम्रो ठाउँ। फेरि प्राकृतिकको दोस्रो धनी देश भनेको हाम्रै नेपाललाई चिनिन्छ होइन। अनि दाजु कतिको रमाइलो भयो त। कति रहेछ पानी भेट्न? 1 किलोमिटर कुद्नु पर्यो होइन। बल्ल पानी आयो यार। अब त जुत्ता खोलेर रमाइलो गर्ने हो। बल्ल मजा आयो यार। पानी त कमै रहेछ तर ठिकै हो, यतिको हुँदैन। ठुलो ढुङ्गामा दाजु पानीको छेउमा ट्याक्क बनाउने ढुङ्गैमा हो कि होइन। अनि बनाउने ढुङ्गामा मिठो बनाउने हो। टक्क रमाउन आएको 2 साल 3 सालपछि हेर्नु। अरे यो पानी पहाडको पानी हेर्दै लोभ लाग्दो हुन्छ होइन। एकदम स्वच्छ, एकदम माथिबाट न फोहोर बगेको हुन्छ न केही होइन। पब्लिकै हुँदैन नि त, त्यही भएर एकदम क्लिन हुन्छ क्या। ल हेर्नु क्या दामी छ। र बिस्तारै बिस्तारै बगरमा यो चाहिँ हाम्रो सिमली खोला हो। यो खोला होइन विकास हुन पाए पुरो पकाउन दाउरा खोज्ने तयारी। भाइ यो ठिकै छ। पकाउन चाहियो त रातिलो आएको। ल यहाँ बाटो आउने रहेछ। त्यो पनि उठाउने हो, त्यो पनि लैजाने। ल हेर्नु अब दाउरा खोज्दै ट्याक्क भाले काट्लाको देखाउनु छ। ल छिटो त्यो होइन। यो कुखुरा सहित अनि यो नेचरमा हेर्नु त्यस्तो ठाउँ छ हाम्रो। ट्याक्क यहाँ रेडी हुँदैछ मरमसला। यहाँ पानी चाहिँ पिसाइयो होइन। यो चाहिँ मसला पिसेर ल्याएको। यो चाहिँ अब टक्क बन्दोबस्त चिउरा भुजाहरू कोक। यो फेरि ल के काट्ने हो दाजु? ओहो लोकल भाले त खत्रै रहेछ त। त्यो ट्याक्क भालेको लोकल भाले हो हाम्रो प्योर है। अब यहाँ खाइन्छ। यहाँ तातो पानी तातिँदैछ टक्क यो पहाडको छेउमा। अहिले लोकल कुखुराको सपेटा ना 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 पार त मजा आउँछ अहिले यो पानीको साथमा। नुहाउनुको लागि त रहेछ ट्याक्क यहाँनिर होइन। ल हेर्नु गाइस यतिको हो नि त रमाइलो। यस्तै हो रमाइलो भनेको। लोकल ढुङ्गामाथि हेर्नु यस्तो हो क्या लाइन। हेर्नु ढुङ्गामाथि ट्याक्क लोकल काटिराख्नु छ। यता अर्को काम भइरहेछ। यता उ छ ट्याक्क यता मरमसला के के बनाएको छ। त्यहाँ चाहिँ हाम्रो आगो बलिरहेको छ। अब हेर्नुहोस् यहाँ मेरो दाइले मासु बनाउनु लाग्नु भएको छ। त्यो फ्राई गरेको ट्याक्क। अब ल दाजु मिठो बनाउनु पर्छ है टक्क यो चिल। अब हेर्नु यो घर जस्तो देखिन्छ यहाँबाट सर हेर्दाखेरि चिलमा मस्त डाँडो छ किन हाम्रो। हेर्नु कि टक्क यहाँ रमाइलो गर्दैछौँ हामी केटाहरू। अगाडि भुटान बनायौँ ट्याक्क खायौँ होइन। खाँदैछौँ रमाइलो गर्दैछौँ। तपाईँहरूलाई देखाउँछौँ हामी अन्तिमसम्म के गर्छौँ। घर जाँदासम्मको देखाउँछौँ। मेरो दाजुले यहाँ मस्त मासु फ्राई गर्दै हुनुहुन्छ होइन। के कस्तो लाग्छ लास्ट राउन्ड हेर्नु फेरि भिडियो। लास्ट राउन्ड नहेरेर त हाम्रो रमाइलो तपाईँले थाहै पाउनु न त क्यारी लास्ट राउन्ड हेर्नु फेरि होइन। ल हेर्नु कहाँ दामी आगो बालेर ढुङ्गाको छेउमा। यत्र ढुङ्गा हुन्छन् पहाडको छेउमा। हेर्नुहोस् नि टक्क यहाँ नदी छ। खोला कल 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 बगिरहेको छ। टक्क यो नेचरमा रमाइलो गर्न पाउनु भनेको त यार भाग्यको काम। यहाँ ठुला ठुला पनि त होला नि त यार होइन। यिनका माउहरू किन नहोला नि त यार।
कहाँ कुच्चामा छोपेर बस्या हुन्छन् ट्याक्क। रुमाल छैन कोहीसँग छ होला रुमाल पकड केटा मस्त पाक्दै गर्छ अनि हामी हो ढाक्ने ढाक्ने बरु टायर खोइ हो डाँडो दाजु मस्त चलाउनु पर्ने भयो अब होइन कन्डिसन ट्र्याक चाहिँ बुढा ल्याएर राखिरहेछन्। यो हो नि रमाइलो हो नि त। हामी त यस्तै फ्राई गरेको मासु पो मजा। सर जति चलायो मासु त्यति मिठो के। जति चलायो त्यति मिठो के मासु त हो दाजु। दाजु यो यार चुलो मिलेन क्या हाम्रो। भाइले खाइसक्यो अब चाहिँ है माइन्ड नगर्नु, मैले पहिल्यै भनिदिन्छु दाजु चुलो मिलेन क्या मेरो दाजु यार। भगायो मलाई त। यही हो फ्राई गरेको होला यार यो यहाँ मेरो दाजु हेर्छिन्छ होइन। टक्क मेरो भ्लगमा दाइलाई पनि स्वागत छ। सेयर गर्नु होला है, युट्युबमा आउँछ भोलि पुरा युट्युबमा आउँछ यो। म एडिट गरेर पुरा युमा हाल्छु। यहाँ मेरो भाइ छन् होइन। तिम्रो नाम के भाइ? अनि विक्रम भाइ हुन् मेरो भाइ होइन। मायालु भाइ एकदम प्यारो हो एकदम। मालुका पात भइदियो त हुन्थ्यो दाजु यार। पुरा खडेर लगाएको हाम्रो डाँडो छ मस्त ल हेर्नु होइन। लेभल चाहिँ मिलाउनु पर्छ, यतिको चाहिँ गर्नु सक्छ। अगाडि हाल्नु पर्ने छ नि त दाजु। ए अगाडि हाल्नु हो रोकिदिनु अब। दाजु होइसिन्छ होइन। हाम्रो चिल्लो टक्क। अब म चाहिँ यहाँ आफ्नो प्याक पछि लाग्छु होइन। मेरो प्याक यो हो। अरे यार यो थाली चाहियो के? मा त्यत्रो मासु बन्दैछ यार। ल हेर्नु गाइस कस्तो राम्रो छ हाम्रो नेचर होइन। यो नेचरमा रमाउनु पर्यो नि त हामी सबै। यस्तोलाई ट्यागको विकास गर्नु पर्यो। सर यहाँ पार्टी सिद्धिसक्यो। अब हाम्रो पार्टी सिद्धिसकेको छ होइन। अब हामी जान लाग्छौँ घर जान तयारीको साथमा तपाईँहरूले एउटा भिडियो ट्याक्क बनाइदिउँ भनेर मात्रै भिडियो बनाएको होइन। त्यस्तो रफ केही गरेको छैन। हामीले इन्जोय गरेका छौँ, टक्क नेचरको साथमा खेलेका छौँ अनि इन्जोय गरेका छौँ। र अनि ट्याक्क अब घर जाने हो, आफ्नो चिलमा सुत्ने हो। फेरि कसैको मतलब छैन। अनि ऊ हड्डी हेर्नु न, लोकल कुरा हड्डीमा प्रकाश दाई हड्डी तान्नु न अगाडि तान्नु न अनि मजा आउँछ दाजु। दारु तार हड्डी ट्याक्क चबाउने हो त। अनि उनले फेरि हातमा के बुटी समातेर बजाउँछन् मेरा भाइ विक्रममा। पुरा राजकुमार दाइ त मन्द मुस्कान हो फेरि कसम हाँसेर चिज। अनि एकेश दाइ पुरा यता हो फेरि अम्मा टुलाएर नेचरलाई हेरौँ न दाजु। यस्तरी ट्याक्क होइन राम्रो छ नि हो त। हिँडाइ पनि आमा कसम होइन हो। ल त एउटा दोहोरी हान्दियो न अस्ति भाइरल हाम्रो पार्टी सिद्धिएको छ। त्यहाँनिर बसेका थियौँ हामी होइन सबै। ल अब हामी चाहिँ जानु लाग्यो घरतिर। ल जाउँ है आफ्नो डल्लै। ल
हामी कहाँ जान लाग्यो अरे घर इन्जोय भयो हाम्रो लाइफ होइन यही त हो नि यार इन्जोय यहीलाई क्याप्चर गर्ने हो मोमेन्टलाई टक्क मिठो मायाको साथमा होइन हेर्नु यस्तो हुन्छ क्या र अब हामी चाहिँ जानु लाग्यो होइन घर हामी भिजेको थिएँ म हेरै एक्सन दिइरहेको आज मेरो दाइले र यहाँ मेरो भिडियो खिचिदियो है यहाँ भलगर आइरहेको ट्यागको दाइहरूले फोटो खिचिदिएछन् फोटो सेसन गरिरहेको हाम्रो होइन ट्यागका मिठो ल मिठो फोटो हानिदियो है भाइ ल अनि दामी फोटो हानिदियो भाइले गजलुती ठुला ठुला आँखा तिर बनी बसे यो दिलैमा कालो लामो परेली केस छाप बने कलिलो मायामा यस यो नि हो कि न निधारको त्यो रातो टीका छाप बने कलिलो मायामा झल्के कति नाको फुले झल्केको त्यो नाको फुले मोती बन्यो कलिलो मायामा गजलुती ठुला ठुला आँखा तिर बनी बसे यो दिलैमा भयो होइन भन्नु न भन्नु कुरा गर्नु न मैले केही बनाएको छैन क्या अहिले ओके यहाँ त बोलेर उडाउँदैन ट्र्याक्टरको कुरा गर्नुहुन्छ हो यार यो रोडमा बोलेरो उडाउँछ बोलेरो हजुर भिडियो बनाउँदै जाउँ है यस्तो रमाइलो आयो यताउता ल हामी टक्क हामी रमाइलो गरेर आएको होइन मेरो राजकुमार दाई अनि मेरो भाइको नाम के अरे विक्रम भाइ होइन अनि प्रकाश दाईहरू अगाडि हुनुहुन्छ होइन विक्रम भाइले टक्क हाम्रो मरमसला सामानसहित बोकेका छन् होइन केही छैन त्यहीमा ऊ हाम्रो एमएस दाई र प्रकाश दाई चाहिँ अगाडि हुनुहुन्छ अब चाहिँ टक्क हामी चाहिँ हिँड्दै गइरहेको अटो अगाडि पार्किङ छ यहाँ अटो हिँड्दैन यो पहाडको डाँडामा तल ब्याक गरेर म देखाउँछु है ल हेर्नु अब त्यो चिलपारामा सिमली खोला क्रस गरेर हामी ट्याक्क घुमाउन आएको होइन गोडामा पुगेका छौँ ट्याक्क यहाँ होइन एउटा छ टक्क यो हाम्रो घोडाउडी हो होइन अब घर चाहिँ जानु लाग्यो लास्ट भलाङ इन गर्नुपर्ने होइन हाम्रो घोडागाडी क्षेत्र हो नि त यो फेरि हेर ड्राइभर नि फेरि